बरेङ गाउँपालिका 5 सुखौरा अन्तर्गत पर्ने श्री महेन्द्र माध्यमिक विद्यालयबाट एसई परीक्षामा 19 जना परीक्षार्थी सम्मिलित भएका थिए, जसमा 10 जना विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएका छन् भने 9 जनालाई पूरक लागेको छ। महेन्द्र माध्यमिक विद्यालय एकदमै अनुशासित विद्यालय हो। उक्त विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीले 3.19 जीपीए देखि 2.27 जीपीए सम्म ल्याउन सफल भएका छन्, जसमध्ये टीका छेत्रीले सबैभन्दा धेरै जीपीए 3.19 ल्याई विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बन्न सफल भएकी छन् भने त्यसैगरी टीका छेत्रीले 3.19 जीपीए, लोप्सन गुरुङले 3.03 जीपीए, समीक्षा शेरपुर्जाले 2.89 जीपीए, भोजबहादुर खड्काले 2.82 जीपीए, सूरज सार्कीले 2.77 जीपीए, खुशी खत्रीले 2.65 जीपीए, धर्माया दर्लामीले 2.59 जीपीए, बिनु पूर्जाले 2.45 जीपीए, जमुना सामतले 2.37 जीपीए र दीपिका गुरुङले 2.27 जीपीए ल्याउन सफल भएका छन्। विद्यालय परिवारले विद्यार्थीहरूलाई एसई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनका लागि दिनरात खटिनुहुने शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, अभिभावक, विभिन्न क्षेत्रमा रहनुहुने महानुभावहरू जसले विद्यार्थीको शैक्षिक स्तरलाई सुधार गर्नका लागि विभिन्न माध्यमबाट सहयोग प्रदान गर्नुभयो र विद्यार्थीहरूलाई पनि आभार तथा धन्यवाद व्यक्त गरेको छ। शैक्षिक सत्र 2081 को एसई परीक्षामा सम्मिलित रही उत्तीर्ण हुन सफल हुने विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाईका साथ सफल शैक्षिक यात्रा र उज्जवल भविष्यको शुभकामना समेत व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक रेशम पुन उत्तीर्ण हुने विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै पूरकमा पर्ने विद्यार्थीहरूलाई पनि पुनः प्रयास गर्न आग्रह समेत गर्नुभएको छ। सम्पूर्ण जानकारी हामीलाई गराउनु भएकोमा विद्यालयका सूचना अधिकारी नारायण शर्माज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।